Sometimes I get so mad, there's no controlling me. My thoughts get so bad, I'm like Hello everyone, welcome to my channel. धेरै पछाडी आज म आएको छु च्यानलमा हैन एउटा भिडियो लिएर आएको छु धेरै भयो म ग्याप भएको यहाँ नआएको हैन मैले ब्लगहरु पनि बनाएको छैन पहिले चाहिँ दुई वर्ष अगाडिसम्म चाहिँ मैले हालिरहेको थिएँ अहिले अर्कै काममा लागेर हैन अहिले चाहिँ अलिकति त्यता समय दिन नपाएको कारणले ब्लगहरु पनि आइरहेको छैन अब छिटै नै त्यसलाई कन्टिन्यू गर्नेछु भनेर अब त्यो भिडियोहरु पनि आउनेछ हैन चाँडै नै कन्टिन्यू गर्नेछु अनि त्यसपछि के त भन्दाखेरिमा चाहिँ मैले त्यति बेला चाहिँ अब मोटो ब्लग गर्ने भनेर हैन GoPro लिएर आएको थिएँ Hero 9 जुन चाहिँ त्यति बेला चाहिँ लेटेस्ट भर्खरै आएको थियो हैन त्यसपछि अलिअलि गर्यो दुई चारवटा भिडियो हाल्यो गर्दा पनि गरेन त्यस्तै भयो अब यसलाई चाहिँ म कन्टिन्यू गर्ने सोचिरहेको छु हैन अब निकट भविष्यमै मोटो ब्लगको भिडियोहरु चाहिँ पक्कै पनि आउनेछ हामी आशा गरौँ र तपाईहरुको साथ सहयोग र सपोर्ट भयो भने अझ मलाई त्यसमा चाहिँ हौसला मिल्नेछ हैन कन्टेन्ट क्रिएट गर्ने चाहिँ उत्प्रेरणा जाग्छ क्या तपाईहरु जति धेरै जनाले हेरिदिनु भयो हैन त्यति नै अलिकति ओहो मैले राम्रो गर्नुपर्छ भन्ने हुँदो रहेछ क्या अनि अब यो भिडियो एडिटिङ यता उता गर्नलाई अब टाइम पनि लाग्छ हैन अलिकति मेहनत पनि पर्न चाहिँ त्यही भएर तपाईहरुले साथ र सहयोग चाहिँ मैले अपेक्षा गरेको छु सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला ल आज चाहिँ के छ भन्दाखेरिमा मैले यो दराजबाट चाहिँ यो टेलिसिनको GoPro Hero 9 को ब्याट्री मगाएको थिएँ कस्तो आएछ त भनेर अब म यसलाई अनबक्सिङ गर्न गइरहेको छु हैन यो चाहिँ दराजमा मैले अस्ति मगाएको थिएँ यो चाहिँ ओरिजिनल चाहिँ होइन तर यो टेलिसिनको यो हाई पर्फर्मेन्स वाला ब्याट्री चाहिँ एकदम राम्रो छ भनेर मैले लिएर आएको हो यो चाहिँ राम्रै होला कि जस्तो लागेर मैले रिभ्यूहरु हेर्दा पनि 1 घण्टा जति ब्याकअप चाहिँ दिन्छ भन्ने सुनेर लिएर आएको के भयो त भन्दाखेरि मसँग यो GoPro Hero 9 छ हैन मैले त्यति बेला लिएको त्यो लेटेस्ट थियो अहिले 13 आइसक्यो होला अनि के भयो भन्दाखेरि चाहिँ ब्याट्री मसँग 3टा छ त्यसको हैन ओरिजिनल ब्याट्री हो 3टा ओरिजिनल ब्याट्रीमा के भयो भन्दाखेरि यो चाहिँ प्रेग्नेन्ट भयो क्या 3टै ब्याट्री प्रेग्नेन्ट हो कस्तो भन्दाखेरि फुल्यो क्या यसरी फुलेर यहाँको यो तान्ने हुन्छ नि जुन त्यो मैले फालिदिसकेँ होला त्यो ताने नै निस्क्यो क्या यो अब यो हाल्न पनि मिल्दैन यो भित्र जबरजस्ती खानु पर्ने हुन्छ 3टै ब्याट्री त्यस्तो छ यो भयो यो पनि त्यस्तै छ फुल्लेको छ हैन यो 3टै ओरिजिनल ब्याट्री हो फेरि सबै अनि यो अब काम नलाग्ने भो त्यहाँ 15,000 रुपैयाँ यसलाई चाहिँ अब डस्टबिनमा फाल्नु पर्ने भो हैन त्यही भएर मैले चाहिँ यो टेलिसिनको ब्याट्री मगाएको छु दराज अनलाइनबाट कस्तो आएछ त भनेर यसलाई म अनबक्सिङ गर्छु है सर्ट चिटिक्क परेको सानो प्याकेटमा दामी वाला रहेछ हैन प्याकेजिङ त नाइस छ दामी छ हैन टेलिसिन Hero 9 देखि 12 सम्मलाई हुँदो रहेछ यो चाहिँ पहिले हामी चाहिँ अनबक्सिङ तिर दिन्छौँ है त यस्तो छ प्याकेजिङ दामी प्याकेज गरेर पठाएछ चट्ट यो हामी पहिले रेडियो किन्दाखेरि आउँथ्यो यस्तो खालको पड्काउन मजा आउँछ नि त ल यस्तो प्याकेजिङ चाहिँ दामी नै गरेर मलाई मन पर्यो है नभए कुनै प्याकेजिङहरु चोरी गरेर पठाउँछ नि त यसको प्याकेजिङ चाहिँ मलाई राम्रो लाग्यो है ल यस्तो छ है अब यो बट्टा यसलाई अहिले यतै राखिराखौँ हैन ल टेलिसिनको ब्याट्री यसलाई मिलाएर बुझ्नुपर्छ यसलाई यस्तो छ ओरिजिनलै राम्रै खालको जस्तो छ अलिकति स्टिकर हेर्दा पनि हैन टलक टल्किरहेको छ टेलिसिन र यहाँ पनि प्याकै हानेको रहेछ नि नाइस यसको ब्याकअप राम्रो भयो भने म अर्को पनि लिन्छु राम्रोसँग मिल्यो भने Hero 9 मा ल यहाँ भित्र यस्तो भएर आएको रहेछ के छ र यहाँ भन्दा टेलिसिनको यस्तो पनि आउँदो रहेछ ल ठिक छ चार्जिङ गाइड यसलाई पछि हेरौँला हैन पहिले ब्याट्री चाहिँ निकालौँ
ब्याट्रीमा यस्तो अवस्थामा छ प्लास्टिक भित्र दामी तरिकाले बसेर आएको छ हैन चट ल फाइनल्ली ब्याट्री चाहिँ निस्क्यो है त ब्याट्री यो टेलिसिनको यो 12 सम्म 9 देखि 12 सम्मलाई मिल्दो रहेछ कस्तो त्यो ब्याट्री त ओरिजिनल रहेछ अर्कै देखिने क्या ल GoPro यस्तो नाइस अब के यो GoPro Hero 9 मा मिल्छ त यसलाई पनि चेक गरिहालौं अब Hero 9 मा हालेर हेरौँ है त यो Hero 9 को बाहिर चाहिँ मिडिया मोड छ हैन मैले चाहिँ माइक एडाप्टर लाउनु भन्दा मिडिया मोडै सजिलो जस्तो लागेर मैले मिडिया मोड किनिहालेँ माइक एडाप्टरलाई पनि त्यही 8-9 हजार परिहाल्दो रहेछ यसलाई पनि त्यस्तै 10,000 को हाराहारी परेको थियो होला त्यति बेला मिडिया मोड किन्दाखेरि अब ब्याट्री चाहिँ हाली हेरौँ है त ओहो त्यो ब्याट्री टाइट नटाइट हुन्थ्यो यहाँ हाल्दाखेरि फुल्लेर हैन यो चाहिँ सट्टै पस्यो होला कस्तो दामी तरिकाले अब यहाँ चट्ट मिडिया मोड माथिबाट यस्तो लाएर यस्तो गरेर ब्याट्री अलिअलि त हुनुपर्ने हो ल है अन भएको छ हैन ल यहाँनेरि चाहिँ ल चलिरहेको छ हैन GoPro यहाँनेरि मैले SD कार्ड चाहिँ निकालेको रहेछु अहिले रेकर्ड गर्दिन म चाहिँ हैन अब यसलाई चाहिँ म टेस्ट हान्छु 1 घण्टासम्म 4K मा र 2.7K मा अब 2.7K HD मा कति टाइमसम्म खिच्दो रहेछ भनेर यसको म टेस्ट हान्छु हैन त्यसपछि मात्रै म फेरि अर्को ब्याट्री पनि लिन्छु राम्रो लाग्यो भने ब्याट्री राम्रै जस्तो लाग्यो मलाई 72% ब्याट्री रहेछ यसलाई यसको डुअल चार्जर थियो यसमा मिल्छ कि मिल्दैन भन्ने कुरा चाहिँ अहिले म लाएर हेर्नु पर्यो मिल्यो भने त दामी भइहाल्यो नभए यहीँ राखेर चार्ज गर्नुपर्ने हुन्छ यसको लागि मैले छुट्टै चार्जर चाहिँ किनेको छु हैन ल GoPro म्याट चट्ट लाएर टेलिसिनको ब्याट्री लगाएपछि चल्यो है त Hero 9 अब यसलाई यसबाट चाहिँ अब म मोटो भ्लगिङहरु चाहिँ हान्ने विचार गरिरहेको छु हैन मोटो भ्लगिङ हानौं कि नहानौं त हानौं कि नहानौं तपाईहरु पनि भन्नु है हानौं हो भने सब्स्क्राइब गर्नु पर्यो नभए त हानेर अर्थै छैन के गर्नु टाइममा टाइम मेहनतमा मेहनत चाहिँ फेरि लास्टै पर्छ के अब एडिट हान्नु पर्छ यता गर्नु पर्छ उता सब 1 घण्टा बसेर मेहनत हाल्नुपर्ने हुन्छ मोटो भ्लगिङ गर्दा पनि त्यति साह्रो सजिलो पनि छैन हैन फेरि मेरो सेटअपहरु चाहिँ के हो त मेरो सेटअपहरु चाहिँ के छ त मोटो भ्लगको भनेर हेर्न चाहनुहुन्छ भने तपाईहरु कमेन्ट गर्नु होला हैन म त्यसको पनि हाल्ने छु यदि तपाईहरु धेरैले चाहिँ त्यो चाहनुहुन्छ भने हैन मसँग मोटो भ्लगको कम्प्लिट सेटअपै छ पहिले गरे हैन यताउता पनि कुद्दियो अहिले चाहिँ अर्को कामतिर एउटातिर लागौं भनेको त्यतिर लागेर चाहिँ अलिकति मेरो समय चाहिँ त्यहीँनेरि गइरहेको छ हैन त्यही भएर अब चाहिँ बेलामा घुम्न जाँदाखेरि चाहिँ मोटो भ्लग चाहिँ म हाल्छु धेरै भन्न हालेको अब तपाईहरुको साथ सपोर्ट भयो भने चाहिँ अवश्य पनि म यसमा आउने छु है त गाइस ल आजको यो अनबक्सिङ हैन टेलिसिन ब्याट्रीको GoPro Hero 9 को लागि टेलिसिन ब्याट्रीको अनबक्सिङ यति नै हैन कस्तो खालको भिडियोहरु चाहिँ ल्याइदियोस् जस्तो लाग्छ हैन त्यो चाहिँ मलाई कमेन्ट गर्नु होला म त्यही अनुसारको भिडियोहरु चाहिँ ल्याउने प्रयास गर्नेछु है त थ्यांक यू सो मच फर वाचिङ कीप सपोर्टिङ कीप सब्स्क्राइबिङ